विकास भाइ यतातिर बाघ चितो आउँछ आउँदैन देखाएको छ नि तिमीले पख त पख कहाँ कतातिर देखाएको थियो पहिला उता थियो ए आज आउँछ आउँदैन हेलो वेलकम ब्याक टु माई च्यानल गाइज है आज चाहिँ हामी यहाँ एकदम गाउँमा आएको छौँ होइन यो काठमाडौँको भ्यू चाहिँ आज वेदर राम्रो खुलेको छैन हामी तलदेखि 1 घन्टाको राइडमा बाइक चाहिँ यहाँ राखेको छौँ यहाँबाट बाइक माथि उक्लिँदो रहेछ होइन अब हामी सिधै माथि गएर होइन काफल आलपहडा आरु ऐसोले खाएर तपाईँहरूलाई आज भिडियो देखाउँछौँ है आज भिडियो चाहिँ बवाल हुन्छ भिडियोले चाहिँ अन्तिमसम्म हेर्नु होला आजको वेदर चाहिँ एकदमै हेर्नु न पानी पर्ला जस्तो छ है त्यो पनि अब हामी चाहिँ सट्ट अब उकालो उक्लिनु लाग्छौँ बाटो यस्तो छ हेर्नु यहाँ आरुहरू फलिरहेको छ रुखमा है तर यो खाने बेला भएको रहेनछ है अब हामी यहाँबाट माथितिर उक्लिन्छौँ लगभग 1 घन्टाको हिँडाइपछि हामी धेरै हाइटको लेभलमा आइसक्यौँ यहाँनिर तपाईँको लास्ट टाइम बुद्ध एयर पनि प्लेन क्रास भएको थियो आजभन्दा 8-10 वर्ष अगाडि अहिले चाहिँ हामी कहाँ छौँ भन्दाखेरि तपाईँको यता ललितपुर लुबुबाट हामी हिँड्दै 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 तपाईँको माथि यो मन्द गाउँ भन्ने माथि यो कुटडाँडाभन्दा मुनिको डिस्टेन्समा आइसकेका छौँ हेर्नुहोस् आजको हाम्रो गाइडमा चाहिँ यहाँ विकास भाइ छ विकास भाइले चाहिँ हाम्रो सबैतिर कताबाट जाने कताबाट जानुहुन्न सबै उसले सबै कुरा हामीलाई सिकाइरहेको छ यहाँ बाघ भालु आउँछ अरे मिरो पनि आएको थियो लास्ट टाइम भनेको छ उसले होइन त्यही भएर अब हामी अगाडि बढ्दैछौँ हेर्दैछौँ हेर्नु यो चाहिँ ललितपुर भइहाल्यो यता काठमाडौँ भइहाल्यो अनि यता चाहिँ भक्तपुर बवाल देखिन्छ ओहो हेर्नु न यहीँ ए आलपठा त टनाटन रहेछ हेर्नु त हाल्छ कस्तो मिठो मान्छे हुनु नहोस् है अन्त बिहानै नुहाएर आलपठा खाएर भर्खर मिठो यहाँ त आलपठा कति आलपठा यहाँ टन हुँदो रहेछ हेर्नु त टनाटन आलपठा हामी चाहिँ आलपठा खाँदै हिँड्ने हो अनि यो यिनीहरू दुईवटा नानीहरू को हो यो दुईवटा नानीहरू आलपखडा ठिक छ पाक्यो हा ए ठिक छ अहिले हामी फर्किँदाखेरि गर्छौँ बहन ल हेर्नुहोस् हामी हिँड्दैछौँ है अब जङ्गलको दृश्यहरू यस्तो छ बाटो चाहिँ जे सब यहाँ भित्रसम्म बाटो बनाएको रहेछ है हेर्नुहोस् त यस्तो छ आजको वेदर मौसम अब जङ्गल बाटोमा हिँड्दैछौँ यस्तो मेरो गेटअप आज यस्तो छ है यस्तो तरिकाले हिँडिरहेको छौँ हामी अगाडिपट्टि हाम्रो सबिर गाइड पछाडिपट्टि हाम्रो विकास भाइ गाइड यतापट्टि पहिरो गएको छ नि यो पोहोर हो क्या सबै गर्ने बित्तिकै गरेको नि पोहोरको पानी त यस्तो ठुलो पानी आएको ठुलो पानी आयो सबै जान्छ पनि ल काफलबाट त्यहाँ रहेछ ल ए माथिन्छ ल अब यहाँ त्यहाँ त चढ्नै गाह्रो छ यो अर्कोमा त तिमी त सकिहाल्छौ नि हामी पनि चढ्नु पऱ्यो नि कुन चरा करायो मारेर खान्छौ यो भाइ त डेन्जर रहेछ यार विकास भाइ उयो अगाडि तल छ है एकदम जङ्गलै धेरै ठुलो हो कि तपाईँको यहाँ हेर्नु न हामी धेरै घना जङ्गलमा ल अब ओर्ली उति हामी यहाँ पुग्नुपर्छ यहीँ पुग्नुपर्छ हो हामी 2 भाइ हो के अरे विकास भाइ यहाँ बाघ आयो भने के गर्ने ए भनेपछि बाघ आयो भने मरे जस्तो नाटक गर्नु पऱ्यो हामीले ए कसरी नाटक गर्ने सुधेर गर्ने कि कस्तो कोही सुधेर कसरी देखाउ त मलाई देखाउ त मलाई कसरी तिहार सुधेर यसो सुत्दिने अनि बाघले अनि उ गरिदिने बुखमै मुखलाई खानु न ओहो कस्तो अप्ठ्यारो भयो मलाई ओहो आजको हाइटको चाहिँ यो उपलब्धि सबैको लागि ल चिप्री लगाइसक्यो ल है ल म त चढ्न सकिनँ
भाइलाई चढाएको छु मैले झर्छ र ओहो ए पर तातोनीमा पहिले खानु न ए जुगा लगाएको तिमीलाई खोइ जुगा राम्रो देखाउ त ओ हेर जुगा पनि खतरा रहेछ त ओ चुडा रहेछ जुगा तिमीले त है ओ सुशीललाई जुगा लागिसकेछ ल विकास भाइ जुगा लाग्यो म त खान पाएन यसले खान पाएन है जुगा त यहाँ त लौडा लौडा मेरो जुत्तामा के हो यस्तो जुगा लागेर खुट्टामा हेर्नु खत्तम छ हेर्नु जुगा लाएर खत्तम छ जुगा लाएर यो के हो यो ऐसेलु भोबाल छ त ऐसेलु ओ यो ल ऐसेलु हेरौँ त गाइज ऐसेलु हामी अब यो बाटो फर्किन्छौँ ओहो ऐसेलु त बवाल छ त खाऊ त ओहो कस्तो छ मिठो छ मिठो छ यही पऱ्यो ओहो ल हेर्नुहोस् त गाइज हामीले मृग देखाएका छौँ मृगहरू एउटा यहाँ छ यसको त के हो त शिर पलास्तो रहेछ है ल हेर्नु त गाइज बाई बाई ल भोलि पर्सि आउँछु है